सम्बन्धको कुरा गर्दा एउटा प्रश्न सधैँ आउँछ होइन त? पुरुषहरूले आखिर के खोज्छन्? आज हामी ममतालाईको एउटा निकै चर्चित भिडियोमा प्रस्तुत गरिएका विचारहरूलाई केलाएर हेर्नेछौँ। ल, सुरु गरौँ। यो भिडियोको मुख्य केन्द्रबिन्दु नै यही हो। सम्बन्धमा पुरुषले आफ्नो पार्टनरबाट साँच्चीकै के अपेक्षा राख्छन्? हो, भिडियोको सुरु नै यही प्रश्नबाट हुन्छ। पुरुषहरूलाई वास्तवमा कस्ता महिला मनपर्छन्? यही एउटा प्रश्नले नै पुरै विश्लेषणलाई अगाडि बढाउँछ। अब ती 5 गुणहरू के हुन् भनेर जान्नुभन्दा पहिले यो भिडियोले सुन्दरतालाई कसरी हेरेको छ त्यो चाहिँ एकदमै रोचक छ। पहिले त्यतै लागौँ है। यहाँ के भनिएको छ भने प्राथमिकता चाहिँ प्राकृतिक सुन्दरतालाई दिइन्छ। मतलब एकदमै धेरै मेकअप वा भनौँ न बढी लिपोतलाई त्यति मन पराइँदैन रे। यो कुरालाई अझ प्रष्ट पार्न भिडियोमा एउटा उदाहरण नै दिइएको छ। चुम्बन खाँदा पनि त्यो सबै मेकअप नै आउने तरिकाले लिपोत गरेका महिलाहरू चाहिँ मन पराउँदैनन्। यसले सिधै प्राकृतिक देखिनुलाई बढी महत्त्व दिएको बुझिन्छ। ल, सुन्दरताको बारेमा यो दृष्टिकोण बुझिसकेपछि अब लागौँ ती 5 गुणहरूतर्फ जसलाई पुरुषको मन जित्ने प्रमुख हतियार मानिएको छ। सबैभन्दा पहिलो बोर्ड, यो यस्तो गुण हो जसले कुनै पनि सम्बन्धको जग मतलब विश्वासलाई एकदमै बलियो बनाउँछ। त्यो हो शङ्का नगर्ने बानी। अब यसको पछाडिको तर्क के हो भने बारम्बार शङ्का गर्दा सम्बन्ध कमजोर हुँदै जान्छ। भिडियोमा भनिएको एउटा लाइन छ, धेरै शङ्का गरेर कसैलाई बाँध्न थाल्यो भने त्यो फुस्किन थाल्छ। मतलब विश्वास एकदमै महत्त्वपूर्ण कुरा हो। घर आउन अलिकति ढिलो हुँदा होस् वा फोनमा कोहीसँग कुरा गर्दा, हरेक कुरामा प्रश्न गर्दा पार्टनर झन् टाढिन सक्छ भन्ने आशय हो। ल, अब पालो दोस्रो गुणको। यो चाहिँ आत्मनिर्भरतासँग जोडिएको छ। त्यो हो सानातिना समस्याहरू आफै समाधान गर्न सक्ने क्षमता। अनि रमाइलो कुरा के छ भने भिडियोले साना समस्या भनेर केही उदाहरण पनि दिएको छ। जस्तै टाउको दुख्दा, घरमा अचानक पाहुना आउँदा वा अलिकति पैसाको खाँचो पर्दा। यस्तोमा पार्टनरलाई नै गुहार्नुभन्दा आफै समाधान खोज्नु राम्रो मानिन्छ। अझ आपतकालीन अवस्थाका लागि केही व्यक्तिगत बचत छ भने त्यसलाई झनै मूल्यवान मानिने सङ्केत छ। छोटकरीमा भन्दा दैनिक जीवनका ससाना कुरामा आत्मनिर्भर हुनु महत्त्वपूर्ण हो। अब तेस्रो गुण चाहिँ अलि भावनात्मक तहको छ। त्यो हो कुरा बुझिदिने पार्टनर हुनु। हेर्नुहोस्, पुरुषहरूले अक्सर यस्ता तनावहरू झेलिरहेका हुन्छन् जुन उनीहरूले न त आफ्ना आमाबुबालाई भन्न सक्छन् न छोराछोरीलाई। हो, यस्तो बेलामा पार्टनर एउटा यस्तो साथी बन्न सक्छ जसलाई सबै कुरा खुलेर भन्न सकियोस्, जसले कुरा सुनिदिएर मात्रै पनि मानसिक बोझ हल्का गर्न मद्दत गर्छ। चौथो गुण पनि यही अघिल्लो गुणसँगै जोडिएर आउँछ। यो चाहिँ सञ्चार अर्थात् कम्युनिकेसनसँग सम्बन्धित छ। त्यो हो आफ्नो मनको कुरा खुलेर भन्ने बानी। यहाँ के भनिएको छ भने पुरुषहरूलाई घुमाउरो कुरा भन्दा सिधा र इमान्दार कुराकानी मनपर्छ रे। चित्त नबुझेको कुरा मनमै दबाएर राख्ने अनि भित्रभित्रै रिसाइरहने बानीले सम्बन्धमा मनमुटाव मात्रै बढाउँछ। त्यसैले त्यस्तो व्यवहार उनीहरूलाई मन पर्दैन। ल, अब पालो अन्तिम अर्थात् 5औं गुणको। यो चाहिँ सामाजिक चेतना र व्यवहारसँग जोडिएको छ। त्यो गुण हो संस्कारी हुनु। तर यहाँ संस्कारी शब्दको अर्थलाई निकै रोचक तरिकाले व्याख्या गरिएको छ। यो भनेको सधैँ परम्परागत लुगा लगाउनु मात्रै होइन रे। बरु यो भनेको परिस्थिति बुझ्नु हो। मतलब पार्टनरसँग हुँदा, परिवारसँग भेटघाट गर्दा वा कुनै सार्वजनिक ठाउँमा जाँदा कहाँ कस्तो लुगा लगाउनु उपयुक्त हुन्छ, कसरी बोल्नुपर्छ भन्ने चेतना हुनु हो। यो एक किसिमको सामाजिक मर्यादा र सम्मानको कुरा हो। ल त, अहिलेसम्म हामीले हेरेका यी मुख्य बुदाहरूलाई एकै ठाउँमा राखेर फेरि सर्र हेरौँ न त। भिडियो अनुसार पुरुषको मन जित्ने 5 गुणहरू हुन्: पहिलो, शङ्का नगर्ने; दोस्रो, सानातिना समस्यामा आत्मनिर्भर हुने; तेस्रो, कुरा बुझिदिने; चौथो, मनको कुरा खुलेर भन्ने; र 5औं, परिस्थिति अनुसारको संस्कारी व्यवहार देखाउने। र यो सँगै हामी यो विश्लेषणको अन्त्यमा आइपुगेका छौं। ममता लाईको भिडियोले सम्बन्धलाई हेर्ने एउटा विशेष दृष्टिकोण त पक्कै प्रस्तुत गरेको छ। अब प्रश्न यो उठ्छ कि यो विश्लेषणमा कतिको दम छ? यसमा दर्शकहरूको विचार चाहिँ के होला?